नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठूलो जनमत संग्रह भएको बताउनु भएको छ। शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठूलो जनमत संग्रह जस्तो भएको बताउनु भएको हो। उहाँले निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्तन गर्न चाहने शक्ति र राष्ट्रलाई सङ्कटमा धकेल्ने प्रवृत्ति समेत अहिले चुनावी प्रतिस्पर्धामा रहेको धारणा राख्नुभयो। राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई भन्ने एउटा अहम प्रश्न मतदाताको अगाडि रहेको उहाँले बताउनुभयो। प्रचण्डले मुलुकमा निर्वाचन हुने अवस्था सिर्जना हुनु नेकपाका लागि निकै गर्वको विषय भएको भन्दै पार्टीको पक्षमा राम्रै नतिजा आउने दावी गर्नुभयो। नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत संग्रह जस्तो भएर यो निर्वाचन तपाईँ हाम्रो अगाडि आएको छ। यो निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्धन गर्न चाहने र राष्ट्रलाई सङ्कटमा धकेल्ने एकातिर जेन्जी युवाहरूको हत्या गर्ने प्रवृत्ति, अर्कातिर सिंहदरबारदेखि देशका धरोहर जलाउने प्रवृत्ति पनि यो निर्वाचन प्रक्रियामा विभिन्न बहाना र तर्कमा प्रतिस्पर्धामा छन्। अहिले राष्ट्र बचाउने शक्तिलाई, राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई भन्ने एउटा अहम प्रश्न तपाईँ हाम्रो अगाडि छ। मलाई विश्वास छ तपाईँ कपिलवस्तुवासी जनसमुदायले र यो कपिलवस्तु क्षेत्र नम्बर 3 का तपाईँ जनसमुदायले हाम्रो पार्टीको तर्फबाट तारा चुनाव चिन्ह लिएर आउनुभएका हाम्रा प्रत्यक्ष तर्फका उम्मेदवार अहमद एहसान खानलाई अत्यधिक बहुमतले विजयी गराउन म विशेष अपिल गर्न चाहन्छु। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।